महाभारतको युद्धमा चाहिँ अर्जुन चाहिँ जब कृष्ण सारथी हुन्थ्यो अनि ढुक्कले लड्न जान्थ्यो, त्यसरी नै जब अविनाश हुनुहुन्छ अब म पनि ढुक्कले बस्छु। जब जब चल्छ दुःखको हावा सररा सररा दामी भएको छ नि, एकदम सफा छ, पोखरा जस्तै छ है आज देख्दै एकछिनको लागि चाहिँ। माया बढेरै नसक्छौ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि अब जानी भए जाऊ ए माया बढेरै नसक्छौ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि कपालुलाई फर्किन हेरौँलाई फुलेको फुल हिँडेर जान्छ मेरो दिएको चिज यो त जान्दैन अब फुरफुरी गर्ने बानी मलाई यो जम्मै लाग्यो नि हो तिम्रो त्यो हेराइ मुटुमै लाग्यो सकिन जान्न अब जानी भए जाउँ ए माया बढेरै रहेछ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो तिम्रो त्यो हेराइ मुटुमै लाग्यो सकिन थाम्यो अब जाने भए जाउँ ए माया बढेरै नसक्छ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो
धेरै नसजाऊ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि अब जानी भए जाऊ ए माया अब धेरै नसजाऊ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि कपालुलाई फर्किन हेर्नुलाई अरे बगैला चुडौली चुराई फुलेको फुल लिएर जान्छ मेरो दिएको चिठो हराइछ त्यो त जान्दैन फुलेको फुल लिएर जान्छ मेरो दिएको चिठो हराइछ यो त जान्दैन अब फुरी गर्ने बानी मलाई यो चम्मै लाग्यो नि हो तिम्रो त्यो हेराइ मुटुमै लाग्यो रविन्द्रजी तपाईँलाई स्वागत छ हलेसी बजारमा धन्यवाद। हामी फाइनली आइपुग्यौँ होइन त फाइनली हामी हाम्रो गन्तव्यसम्म आइपुग्यौँ। अच्छा यस्तै खाने सामग्रीहरू रहेछ घडीहरू पनि छ कुन नसकेको जफल भाइ फित्तेवाले चाहिँ सही हो। यहाँ चाहिँ हाम्रो सानो भाइ पनि पेपरमा बस्नु भएको रहेछ तिमी नै बसेको हो कि मम्मी बाबा हुनुहुन्छ ए ठिक छ ल राम्रो बेच्नु है यो चाहिँ कतिको प्यान्ट र दिदी 4 चार एक प्यान्ट 5 मात्र भयो अब गयो हजुर गयो तपाईँको पैसा गइसक्यो लास्ट हो ल हान्दिउँ उहाँले ठुलो दाउमा राख्नु भएको छ धेरै सम्भावना बढ्यो एक चाहिँ हान्नु भएन 6 5 11 पार्नु भयो त प्लेट लिनुहुने सर कसरी हो यो खुत्रुके चाहिँ ल सपिङ पुरा भयो नि त सर भाउजूको लागि मेरो पनि यहाँ ब्यागमा छ भरे देखाउन सक्छु अब हामी चाहिँ बजार सकेर चाहिँ बजारबाट खरिद गरेर सस्तो मस्तोमा मौकाको फाइदा उठाएर हामी चाहिँ निस्किँदैछौँ है गाइज